मेरो चाहिँ एउटा जो चाहिँ बिहाइन्ड द सिन। नमस्कार सम्पूर्ण हाम्रो भगवानको यो दर्शक महानुभावहरूलाई हामीले हेरेर साधुवाद छ, हेरेर खुसी लागेको छ। आज हामी बिल्कुल नयाँ एउटा छुट्टै खालको एउटा घटना लिएर आएको छ। बुवाको एउटा कथा लिएर आएको छौँ। हाम्रो प्रेम बुवा, उहाँको जन्म चाहिँ 2007 सालमा भएको थियो। उहाँको चाहिँ धेरै मार्मिक कथाहरू छ। उहाँको चाहिँ विवरणको कथाहरू उहाँको एकदमै मनलाई भित्र पार्ने खालको कथाहरू छ। उहाँले धेरै राम्रो खालको लेखहरू लेखेर एउटा कविता गीतहरू लेखेर काव्यमा राख्नुभएको रहेछ। अनि उहाँको चाहिँ 2040 सालमा चाहिँ विवाह भएको थियो। दिनहरू त्यसरी नै बितिराखेको थियो। जब बुवालाई चाहिँ आमाको साथ चाहिने बेला थियो, त्यो बेलामा चाहिँ आमा बेकासी बिरामी भयो। बिमारी भएर 1 वर्षसम्म चाहिँ उहाँको देह अवसान भयो। जब उहाँको मृत्यु भयो, बुवाको मनले चाहिँ ठाउँ छोड्यो। बुवालाई चाहिँ एकदमै गाह्रो भयो, आकुल बाकुल बनायो। त्यस पीडामा छटपटिरहनु भएको थियो बुवा। पीडामा हुँदाखेरिमा उहाँको निद हरायो, शरीर हरायो। उहाँलाई धेरै बाँच्नै गाह्रो भएको अवस्था थियो। जब आफ्नै भन्नेले छोडेर गइसकेपछि जब उहाँलाई छोडेर गइसकेपछि रातमा निद नलागिसकेपछि उहाँले चाहिँ एउटा राम्रो गीतहरू कविताहरू लेखेर रातभरि नसुतेर गाउनु भयो। एकछिन त गाउनु भयो। त्यसपछि यतिकै दिनहरू बितिराखेको थियो। एक दिन मसँग उहाँको भेट भयो। बाबु, मेरो त यस्तो यस्तो कथा छ, गीत छ, मेरो जिन्दगी यस्तो यस्तोसँग बितिराखेको छ। मलाई साह्रै गीतमा उतार्न मन लाग्छ। मेरो एउटा शब्द, मेरो एउटा गीत उतार्न पाएँ भने गाउनु पाएँ भने भनेर भन्नुभएको थियो। त्यो समय आज जुडेको छ। बुवाले भनेको दिन चाहिँ आज जुडेको छ। हामीले उहाँलाई त्यस उहाँको मनमा लागेको गीत व्यथाहरू आज हल्का गर्न पायो भने चाहिँ हाम्रो मनले पनि शान्त पाउने थियो भनेर हामी चाहिँ उहाँलाई आज बोलाएर केही गीतहरू उहाँको शब्दमा रहेको गीतहरूलाई चाहिँ यसो गाउने जमाउनु गरेका छौँ। हाम्रो यस गीतलाई चाहिँ धेरै साथी हुनेछ, हजुरले प्रतिक्रिया पनि हुनुहुन्छ। बुवाको शब्द पनि सुन्नुहुनेछ र बुवाको मनले जस चाहेको जस्तो आनन्द मिलेछ बुवालाई। र बुवाले एकदमै गाडी पनि सहयोग पनि हुनुहुन्छ। आज उहाँले चाहिँ हाम्रो यस सिलुवा पेजलाई चाहिँ सहयोग गर्ने भन्नुभएको छ। अनि हाम्रो दुवै किडनी ड्यामेज भएर चाटक हुनुहुन्छ। हाम्रो यहाँ बाटोजना छ, उहाँलाई केही आफ्नो सहयोग गर्छु मैले भनेर आउनु भएको छ। उहाँलाई धेरै धन्यवाद। अबको दिन अझै राम्रोसँग खुसीसँग दिनुहोस् हाम्रो प्रेमबाट। उहाँको कथाहरूले चाहिँ उहाँको जुन ठाउँ छुनुपर्ने थियो उसको होस्। र उहाँलाई चाहिँ अझै इन्द्रियमा जाने सानो इच्छा रहेछ। उहाँको भनेको इच्छा छ उहाँलाई चाहिँ इन्द्रियमा जाने उहाँको एउटा इच्छा सपना चाहिँ पुरा होस् भन्दै अब हामीले चाहिँ आज उहाँको शब्दमा रहेको गीत चाहिँ गाउनु गइरहेको छौँ। गीत स्वीकार दिनुभयो। आज चाहिँ हाम्रो मादलमा हुन्छ अति एउटा कलाको राम्रो गाउँ यहाँ बाँसुरीमा राष्ट्रिय स्तरकै उहाँ चाहिँ जो पहिलेदेखि नै गीत गाइराख्नु भएको छ, बजाइराख्नु भएको छ। सबैले उहाँको प्रशंसा गरिराखेको छ। बाँसुरी चाहिँ आहा कति मिठो बजाउँदो रहेछ भनेर सबैले चाहिँ उहाँको तारिफ गरिराख्नु भएको छ हाम्रो चन्द्र राणाजी। अनि त्यस्तै स्वरको धनी हाम्रो बहिनी कल्पना बहिनी, अनि त्यस्तै स्वरको धनी देवी बहिनी र हाम्रो हार्मोनियममा निकै निखार्ता ल्याउँदै हुनुहुन्छ। उहाँले चाहिँ राम्रो बजाउँदै जानुभएको छ। पहिलाभन्दा धेरै स्पष्ट बजाउनु भएको छ हाम्रो कृष्ण श्रेष्ठ। अनि आजको प्रमुख हाम्रो पाहुना भन्ने आज उहाँमै रहेको छ। यो चाहिँ सबै गीतहरू हाम्रो प्रेम श्रेष्ठ बुवा अनि म चाहिँ नाम श्रेष्ठ। अब हामी चाहिँ गीत सुरु गर्न गइरहेका छौँ। गीत हेरेर सल्लाह सुन्नु